हेलो अनि नमस्ते, स्वागत छ यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा। सधैँ जस्तो फेरि पनि अर्को एउटा जानकारीमूलक भिडियो लिएर हजुरहरू सामु उपस्थित भएको छु। आशा छ आजको यो भिडियो पनि हजुरहरूको लागि एकदमै उपयोगी हुनेछ। आज चाहिँ मैले हजुरहरूमा F3 भिजाले खनगाङ फर्ममा दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारीमूलक भिडियो लिएर आएको छु। E7 अनि E7 4R भिजालाई अलिकति सजिलो बनाएसँगै नेपालबाट डिपेन्डेन्ट भिजामा आउने परिवारको संख्या चाहिँ एकदमै बढिराखेको छ। यस्तो अवस्थामा आफैले घरमा बसेर डिपेन्डेन्ट भिजा अर्थात् F3 भिजामा आउनु भएको परिवारको हेल्थ इन्स्योरेन्स कसरी दर्ता गर्ने भन्ने कुरा चाहिँ मैले हजुरहरूलाई आज सरल तरिकाले चाहिँ जानकारी दिन गइरहेको छु। त्यही भएर भिडियोको चाहिँ अन्तिमसम्म रहिराख्नु होला। आजको यो भिडियोमा चाहिँ हामीले हेल्थ इन्स्योरेन्स कसरी दर्ता गर्ने अनि त्यसपछि हाम्रो F3 भिजाको हेल्थ इन्स्योरेन्स दर्ता भयो कि नै भनेर कसरी चेक गर्ने जस्तो सम्पूर्ण जानकारी चाहिँ मैले हजुरहरूलाई दिने प्रयास गर्नेछु। ओके, सबैभन्दा पहिला चाहिँ हामीले के डकुमेन्टहरू चाहिँ रेडी पार्नुपर्छ भन्ने कुरा चाहिँ मैले हजुरहरूलाई जानकारी दिनेछु। यहाँनिर हेर्नुभयो भने चाहिँ मैले लगभग 4वटा डकुमेन्टहरू चाहिँ तयार पारेको छु। पहिलो छ F3 भिजावालाको F1 अर्थात् पासपोर्टको फोटो, अनि F3 भिजावालाको आइडी कार्डको अगाडिको फोटो, अनि त्यसपछि F3 भिजावालाको आइडी कार्डको पछाडिको फोटो, अनि त्यसपछि F3 भिजा अर्थात् डिपेन्डेन्ट भिजावालाको नाममा चाहिँ ओइगुगिन थुङरोक सासिल जुम्यङस चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ। यो डकुमेन्ट चाहिँ हजुरहरूले आफ्नो नजिकै रहेको हेङजाङबोक चिसेन्थामा गएर चाहिँ निकाल्न सक्नुहुन्छ, अर्थात् चुरुगोक खाली सामुसोमा गएर पनि हजुरहरूले निकाल्न सक्नुहुन्छ। हामीले हेल्थ इन्स्योरेन्सको लागि दर्ता गर्दा अनलाइनबाट गरिने प्रोसेसमा सबभन्दा इम्पोर्टेन्ट डकुमेन्ट भनेकै यही ओइगुगिन थुङरोक सासिल जुम्यङस हो। यो डकुमेन्ट निकाल्दाखेरि चाहिँ धेरैजना कन्फ्युज हुनुहुँदो रहेछ। यो डकुमेन्ट हामीले जो E7 भिजामा छ, जो F2R भिजामा छ, जो E7 4R भिजामा छ उहाँहरूको निकाल्ने चाहिँ होइन, जो F3 भिजामा आएको छ उहाँहरूको चाहिँ निकाल्ने हो। जो डिपेन्डेन्ट भिजामा आउनु भएको छ उहाँहरूकै आइडी कार्ड दिएर उहाँहरूको नाममा चाहिँ हामीले यो डकुमेन्ट चाहिँ निकाल्नु पर्ने हुन्छ। हजुरहरूले यो डकुमेन्ट हेर्नुभयो भने माथिपट्टि चाहिँ डिपेन्डेन्ट भिजामा जो आउनु भएको छ उहाँहरूको नाम छ भने तलपट्टि चाहिँ हाउस होल्डमा चाहिँ E7 भिजा अर्थात् E7 4R भिजावालाको नाम हुन्छ। अनि यसको तलपट्टि हेर्नुभयो भने फेउजा भनेर चाहिँ डिपेन्डेन्ट भिजामा आउनु भएको आफ्नो परिवारको यसरी नाम हुन्छ। यो डकुमेन्ट निकाल्दाखेरि चाहिँ जो F3 भिजामा आएको छ उसको चाहिँ निकाल्नु होला है त। ओके, अब चाहिँ हामी अनलाइनबाट हेल्थ इन्स्योरेन्स दर्ता गर्नको लागि गरिने प्रोसेसको लागि चाहिँ अगाडि बढ्नेछौँ। सबैभन्दा पहिला चाहिँ हामीले क्रोम ब्राउजरमा गएर 4insure.or.kr भनेर सर्च गर्नुपर्ने हुन्छ। ओके, यसरी 4insure.or.kr भनेर सर्च गरिसकेपछि चाहिँ हजुरहरूले यस्तो खालको पेज देख्न सक्नुहुन्छ। अब सबैभन्दा पहिला चाहिँ हामीले यो खेइन लगइन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यसरी खेइन लगइन भन्ने अप्सनमा क्लिक गरिसकेपछि तलपट्टि जानुभयो भने चाहिँ खानफेन इन्जुङ भन्ने एउटा अप्सन हजुरहरूले देख्न सक्नुहुन्छ। यो अप्सनलाई चाहिँ क्लिक गर्नु होला। ओके, खानफेन इन्जुङ भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने चाहिँ इन्जुङ गर्नको लागि धेरै अप्सनहरू दिएको छ। यो मध्ये हजुरहरूलाई कुन सजिलो हुन्छ त्यही अप्सनबाट चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। यो मध्येको सबैभन्दा सजिलो हुने भनेको चाहिँ काकाओ थोक भन्ने अप्सन हो। हामी कोरियामा रहेको सम्पूर्ण लगभग सबैको चाहिँ यो काकाओ थोक हुन्छ। त्यही भएर यो काकाओ थोकबाट हामीले प्रोसेस गऱ्यौँ भने चाहिँ हामीलाई अझै सजिलो हुनेछ। यसरी काकाओ थोकमा हामीले क्लिक गरिसकेपछि यहाँनिर इरुम भनेको ठाउँमा चाहिँ जो E7 भिजामा हुनुहुन्छ, जो E7 4R भिजामा हुनुहुन्छ उहाँहरूको नाम, अनि त्यसपछि E7 भिजामा जो हुनुहुन्छ उहाँहरूको जन्म डेट, अनि त्यसपछि उहाँहरूको कन्ट्याक्ट नम्बर, अनि त्यसपछि हामीले छन्छे थोङ्गी भन्ने अप्सनमा क्लिक गरेर लास्टमा रहेको इन्जुङ योछङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यो सबै डिटेल्स चाहिँ जो E7 भिजामा हुनुहुन्छ, जो E7 4R भिजामा हुनुहुन्छ उहाँहरूको चाहिँ हामीले राख्नुपर्ने हुन्छ है त। ओके, यसरी नाम, अनि त्यसपछि हाम्रो जन्म डेट, अनि त्यसपछि कन्ट्याक्ट नम्बर राखिसकेपछि छन्छे थोङ्गी भन्ने अप्सनमा चेक लगाएर इन्जुङ योछङ भन्ने अप्सनमा चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ। यसरी क्लिक गर्ने बित्तिकै हामीले भर्खर राखेको कन्ट्याक्ट नम्बरमा चाहिँ एउटा काकाओ जानेछ। त्यो काकाओलाई चाहिँ हामीले भेरिफाई गर्नुपर्ने हुन्छ। ओके, हाम्रो काकाओमा आएको हाम्रो एसएमएसलाई इन्जुङ गरिसकेपछि चाहिँ इन्जुङ वाल्यो भन्ने अप्सनमा चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ। अनि यसरी इन्जुङ वाल्यो भन्ने अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर हेर्नुभयो भने थोङ्याम भन्ने अप्सन छ। अनि यसको तलपट्टि हेर्नुभयो भने चाहिँ हाम्रो आइडी कार्डको नम्बर हामीले यहाँनिर राख्नुपर्ने हुन्छ।
ओके, यसरी हाम्रो आइडी कार्डको पछाडिको नम्बर पनि राखिसकेपछि चाहिँ थुङरोक भन्ने अप्सनमा चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ। ओके, थुङरोक भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने चाहिँ हाम्रो इन्जुङ चाहिँ कम्प्लिट भइसकेको छ अनि यहाँनिर हाम्रो नाम पनि हजुरहरूले देख्न सक्नुहुन्छ। यति गरिसकेपछि यतापट्टि हेर्नुभयो भने चाहिँ मिनोन सिन्गो भन्ने एउटा अप्सन छ। यो अप्सनलाई चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ यहाँनिर हेर्नुभयो भने खनगाङ फोम चिकचाङ खाइप्चा फिबुयाङजा छागेक छुइदोक सिन्गो भनेर भनेको छ। यो अप्सनलाई चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ। यसरी क्लिक गरिसकेपछि तलपट्टि जानुभयो भने थुङ्वी भन्ने एउटा अप्सन छ अनि यसको तलपट्टि जानुभयो भने अर्को एउटा थुङ्वी भन्ने अप्सन छ। यसरी चेक लगाइसकेपछि लास्टमा रहेको वागिन भन्ने अप्सनमा चाहिँ हामीले क्लिक गर्नुपर्ने हुन्छ। ओके, वागिन भन्ने अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर हेर्नुभयो भने चाहिँ हाम्रो कम्पनीको नाम अनि कम्पनीको दर्ता नम्बरहरू चाहिँ यसरी देखाएको छ अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने चाहिँ E7 अर्थात् E74R भिजावालाको आइडी कार्डको नम्बर अनि त्यसपछि उहाँहरूको नाम चाहिँ यसरी कोरियनमा देखाउने गर्छ। अब यहाँनिर चाहिँ हामीले फिबुयाङजा छागेक छुइदुक सिन्गो भन्ने अप्सनको तलपट्टि चाहिँ जसको हामीले हेल्थ इन्सुरेन्समा दर्ता गर्न गइरहेको छौँ उसको चाहिँ डिटेल्स राख्नुपर्ने हुन्छ। छुमिन थुङरोक बनौ भनेको ठाउँमा चाहिँ F3 भिजावालाको आइडी कार्डको अगाडिको नम्बर अनि त्यसपछि यहाँनिर चाहिँ आइडी कार्डको पछाडिको नम्बर अनि त्यसपछि यहाँनिर चाहिँ आइडी कार्डमा जस्तो नाम छ त्यस्तै नाम राखेर चाहिँ हामीले इन्जुङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। ओके, यसरी आइडी कार्डको अगाडि पछाडिको नम्बर अनि त्यसपछि आइडी कार्डमा जस्तो नाम छ त्यस्तै नाम राखिसकेपछि इन्जुङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ अनि इन्जुङ भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने इन्जुङी वाल्य थ्वेस सुम्निता भनेर भनेको छ। यसलाई चाहिँ हामीले वागिन गर्नेछौँ अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने चाहिँ खाइप्जा वा वी ख्वान्गे भनेर भनेको छ। हामीले दर्ता गर्न लागेको F3 भिजावाला अर्थात् डिपेन्डेन्ट भिजामा आउनुभएको हाम्रो परिवारसँग हाम्रो सम्बन्ध के छ भन्ने कुरालाई चाहिँ यहाँनिर हामीले सेलेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ छोहे भन्ने अप्सनमा क्लिक गर्नु होला। इफ हजुरहरूले श्रीमान या श्रीमतीको गर्दै हुनुहुन्छ भने चाहिँ फेउजा भन्ने अप्सनमा क्लिक गर्नु होला। इफ बच्चा हो भने चाहिँ छाने भन्ने अप्सनमा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले फेउजामा क्लिक गरेँ अनि त्यसपछि चाहिँ नाल्चा इप्रियक भन्ने ठाउँमा चाहिँ आजको डेटलाई चाहिँ हामीले क्लिक गर्न सक्छौँ अनि त्यसपछि छुइदुक फुहो भन्ने अप्सनमा हजुरहरूले छोए गरेर चाहिँ छोए छो छुइदुक भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। यसरी छोए छो छुइदुक गरिसकेपछि तलपट्टि जानुभयो भने चाहिँ यो बिचको अप्सनमा हामीले केही गर्नु पर्दैन, यो चाहिँ छाङ्गे इनको लागि हो। अब चाहिँ हामीले यो खुक्चक भन्ने अप्सनमा गएर नेपाललाई चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। हजुरहरूले डाइरेक्ट गएर नेपाल भनेर सर्च गर्न पनि सक्नुहुन्छ। ओके, यसरी खुक्चकमा नेपाल राखिसकेपछि यतापट्टि गएर छेरु छागेक भन्ने अप्सनमा हजुरहरूले छोए गरेर FTA भनेर सर्च गर्नु होला। ओके, यसरी FTA भनेर सर्च गरिसकेपछि FTA थोङबान खाजोक भन्ने अप्सन हजुरहरूले देख्न सक्नुहुन्छ। यो अप्सनलाई चाहिँ क्लिक गर्नु होला अनि यसरी क्लिक गरिसकेपछि छेरिउ खिगान भनेको ठाउँमा चाहिँ हजुरहरूको F3 भिजामा रहनु भएको डिपेन्डेन्टमा आउनु भएको परिवारको भिजा लागेको दिन अनि त्यसपछि भिजा सकिने दिनलाई चाहिँ हामीले यसरी छुट्टा छुट्टै राख्नुपर्ने हुन्छ। सिजाक इलमा चाहिँ भिजा लागेको दिन अनि त्यसपछि छुङरेउ इलमा चाहिँ भिजाको डेट सकिने मितिलाई चाहिँ हामीले यहाँनिर राख्नुपर्ने हुन्छ। ओके, यसरी F3 भिजावालाको भिजा लागेको डेट अनि भिजाको मिति सकिने डेटलाई राखिसकेपछि तलपट्टि हेर्नुभयो भने चाहिँ सिन्गो इन छनवा बनौ भनेको छ। यहाँनिर चाहिँ हामीले E7 अर्थात् E74R भिजावालाको कन्ट्याक्ट नम्बर राख्नुपर्ने हुन्छ। ओके, यसरी कन्ट्याक्ट नम्बर पनि राखिसकेपछि चाहिँ हजुरहरूले तलपट्टि छजाङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। यसरी छजाङ भन्ने अप्सनमा क्लिक गरिसकेपछि छजाङ हासिके सुम्निका भनेर भनेको छ। यसलाई चाहिँ हजुरहरूले वागिन गर्न सक्नुहुन्छ अनि वागिनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने चाहिँ हाम्रो E7 अनि E74R भिजावालाको आइडी कार्डको नम्बर अनि उहाँहरूको नाम अनि त्यसपछि कन्ट्याक्ट नम्बर चाहिँ यसरी देखाएको छ। अनि यसको तलपट्टि हेर्नुभयो भने चाहिँ भर्खरै हामीले एप्लाई गर्न गइरहेको F3 भिजावालाको नाम, उहाँहरूको आइडी कार्डको नम्बर अनि त्यसपछि सम्बन्ध अनि त्यसपछि आइडी कार्डको भिजा लागेको डेट अनि हाम्रो भिजा सकिने डेट चाहिँ यहाँनिर अपडेट भएको छ। यो डिटेल्सहरूमध्ये केही कुरा मिस्टेक भएको छ भने चाहिँ हजुरहरूले यहाँनिर सच्याउन सक्नुहुन्छ। इफ सबै ठिक छ भने चाहिँ यो फाइल थुङरोक सुजङ भन्ने अप्सनमा चाहिँ हजुरहरूले क्लिक गर्नु होला। ओके, अब चाहिँ हामीले सबैभन्दा पहिला ह्याङ छुगा भन्ने अप्सनमा गएर हाम्रो डकुमेन्ट कतिवटा छ त्यसरी नै यहाँ फाइल अपलोड गर्नको लागि चाहिँ हामीले रेडी गर्नेछौँ।
छौं। मेरो चाहिँ 4 वटा डकुमेन्ट भएको भएर चाहिँ मैले यसरी 4 वटा अप्सन चाहिँ यहाँनिर रेडी गरेको छु। अब चाहिँ हामीले यो छाजा फोगी भन्ने अप्सनमा गएर पालै-पालो हाम्रो डकुमेन्टलाई चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। यो डकुमेन्ट अपलोड गर्नुभन्दा पहिला एकदमै इम्पोर्टेन्ट कुरा के छ भने यहाँनिर हजुरहरूले हेर्नुभयो भने चाहिँ हाम्रो कस्तो डकुमेन्ट कस्तो फोटोलाई सपोर्ट गर्छ भन्ने कुरा चाहिँ यहाँनिर लेखेको छ। अनि त्यसपछि यहाँनिर हेर्नुभयो भने रातो अक्षरमा 3 MB भनेर लेखेको छ। हाम्रो डकुमेन्ट कतिवटा अपलोड गर्न सकिन्छ भन्ने कुरा चाहिँ लिमिट छैन, तर लिमिट के छ भने पुरै डकुमेन्टको साइज चाहिँ 3 MB भित्र चाहिँ हुनुपर्छ भनेर भनेको छ। 4 वटा डकुमेन्ट छ भने चाहिँ त्यो 4 वटा डकुमेन्ट टोटलको साइज चाहिँ 3 MB भन्दा तल हुनुपर्छ। यो कुरा चाहिँ एकदमै ध्यान दिनु होला। हजुरहरूले फोटोको साइज कसरी घटाउने भन्ने कुरा थाहा छैन भने चाहिँ मैले युट्युब च्यानलमा फोटोको साइज घटाउने तरिका पनि अपलोड गरिसकेको हुनाले हजुरहरूले चाहिँ त्यो भिडियो चेक गर्न सक्नुहुन्छ। अनि त्यसपछि अब चाहिँ हामीले यो छाजा फोगी भन्ने अप्सनमा क्लिक गरेर हाम्रो डकुमेन्टहरूलाई चाहिँ पालै-पालो यहाँनिर चाहिँ अपलोड गर्ने छौं। मैले चाहिँ अहिले अपलोड गर्न गइरहेको डकुमेन्टहरू चाहिँ यसरी एउटा फाइल बनाएर चाहिँ राखेको छु। अब पालै-पालो चाहिँ मैले डकुमेन्ट अपलोड गर्न गइरहेको छु। सबैभन्दा पहिला चाहिँ मैले ओइबुगिन थुङरोक सासिल जुङम्याङसालाई चाहिँ अपलोड गरेँ। अनि त्यसपछि अर्को डकुमेन्ट मैले चाहिँ आइडी कार्डको अगाडिको फोटो, अनि त्यसपछि फेरि आइडी कार्डको पछाडिको फोटो, अनि त्यसपछि लास्टमा चाहिँ मैले यक्कोन अर्थात् पासपोर्टको फोटोलाई चाहिँ यसरी अपलोड गरेको छु। यहाँनिर हेर्नुभयो भने चाहिँ मैले सबै फोटोको साइज घटाएर टोटल 3 MB भन्दा चाहिँ तल गराएको छु। यसरी नै हजुरहरूले चाहिँ सबै फोटोको साइज घटाएर 3 MB भन्दा चाहिँ तल गराउनु होला। अनि अर्को एउटा हजुरहरूले ख्याल गर्नुपर्ने कुरा यहाँनिर हेर्नुभयो भने फोटोहरू अपलोड गरिसकेपछि छजाङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु भनेर भनेको छ। त्यही भएर हामीले यो छजाङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नेछौँ। ओके, छजाङ भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने थुङरोक भन्ने एउटा अप्सन छ। यसलाई चाहिँ हजुरहरूले क्लिक गर्नु होला। थुङरोक भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने केही प्रोसेसहरू भइराखेको छ। ओके, यहाँनिर हेर्नुभयो भने आल्लिम भनेर छजाङी वाल्यथ्वे सुम्निदा भनेर भनेको छ। यसलाई चाहिँ हामीले वागिन गर्नेछौँ। अनि वागिन गरिसकेपछि यहाँनिर हेर्नुभयो भने चाहिँ हामीले भर्खरै अपलोड गरेको हाम्रो फोटोहरू चाहिँ यहाँनिर देखाएको छ। अब चाहिँ हामीले यो लास्टमा रहेको छन्सोङ सिन्गोस छेचुल भन्ने अप्सनमा चाहिँ क्लिक गर्नेछौँ। ओके, त्यहाँ क्लिक गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने वागिन भन्ने अप्सन हजुरहरूले देख्न सक्नुहुन्छ। यो अप्सनलाई चाहिँ क्लिक गर्नु होला। वागिनमा क्लिक गर्ने बित्तिकै छन्सोङी वाल्यथ्वे सुम्निदा भनेर भनेको छ। यसलाई पनि हजुरहरूले वागिन गर्नु होला। त्यसपछि यहाँनिर हेर्नुभयो भने चाहिँ हाम्रो रिजल्ट के भयो, एप्लाई गरेको हाम्रो रिजल्ट चाहिँ के आयो भनेर जान्नको लागि चाहिँ एउटा फोन नम्बर राख्न भनेको छ। यहाँनिर चाहिँ हामीले हाम्रो फोन नम्बर राख्यौँ भने चाहिँ पछि हाम्रो काकाओमा चाहिँ रिजल्ट के भयो भन्ने कुरा चाहिँ जानकारी दिनेछ। यसलाई चाहिँ हजुरहरूले वागिन गर्नु होला। अनि वागिन गरिसकेपछि यहाँनिर चाहिँ हजुरहरूले E7 अनि E74R भिजावालाको चाहिँ कन्ट्याक्ट नम्बर राख्नुपर्ने हुन्छ। ओके, यसरी कन्ट्याक्ट नम्बर राखिसकेपछि सिन्छङ भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। ओके, सिन्छङ भन्ने अप्सनमा क्लिक गर्ने बित्तिकै यहाँनिर वागिन भन्ने अप्सन हजुरहरूले देख्न सक्नुहुन्छ। यसलाई पनि हजुरहरूले क्लिक गर्नु होला। त्यति गरिसकेपछि यहाँनिर हेर्नुभयो भने मुन्जा यो छङ्गुल छजाङहा सुम्निदा भनेर भनेको छ। यसलाई पनि हजुरहरूले वागिन गर्नु होला। यति गरिसकेपछि चाहिँ हामीले F3 भिजावालाको हेल्थ इन्सुरेन्सको लागि चाहिँ प्रोसेस गरिसकेको छौँ। यहाँनिर हेर्नुभयो भने चाहिँ हामीले भर्खरै प्रोसेस गरेको हाम्रो डिटेल्स चाहिँ सर यहाँ देखाएको छ। यहाँबाट चाहिँ हजुरहरूले डिटेल्सहरू मिलेको छ कि नै भनेर चेक गर्न सक्नुहुन्छ। अनि त्यसपछि हजुरहरूले छप्सुजुङलाई डाउनलोड गर्न चाहनुहुन्छ, दर्ता गरेको प्रमाण डाउनलोड गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ अप्सन छ। हजुरहरूले यो सिङ्गो गरेको डिटेल्सलाई चाहिँ डाउनलोड गर्न चाहनुहुन्छ भने चाहिँ यो सिङ्गो छुल्यक भन्ने अप्सनमा क्लिक गरेर यसरी आफूले भर्खरै एप्लाई गरेको डकुमेन्टलाई चाहिँ यहाँबाट हेर्न पनि सक्नुहुन्छ अनि डाउनलोड गर्न पनि सक्नुहुन्छ। यहाँनिर रहेको छुल्यक भन्ने अप्सनमा क्लिक गरेर हजुरहरूले चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। ओके, यो त भयो हामीले F3 भिजाको हेल्थ इन्सुरेन्स प्रोसेस गर्ने तरिका। अनि हजुरहरूले हेल्थ इन्सुरेन्सको लागि प्रोसेस गरिसकेपछि आफ्नो रिजल्ट के भयो भनेर जान्नको लागि चाहिँ हजुरहरूले यसरी नै यो foreinsure.or.kr मा लगइन गरिसकेपछि माई पेज भन्ने अप्सनमा क्लिक गर्नु होला।
अनि माई पेज भन्ने अप्सनमा क्लिक गरिसकेपछि मिनवान छरी हेनवाङ छोए भन्ने एउटा अप्सन छ। यो अप्सनलाई चाहिँ हजुरहरूले क्लिक गर्नुभयो भने चाहिँ यसरी हजुरहरूले भर्खरै दर्ता गरेको हजुरहरूले प्रोसेस गरेको चाहिँ यहाँनिर देखाएको छ। यहाँ हेर्नुभयो भने छनसुङ वाल्यो भनेर भनेको छ। हामीले चाहिँ प्रोसेस गरेको चाहिँ कम्प्लिट भएको छ। इफ केही कुरा मिलेन भने पनि यहीँनिर सबै जानकारी दिनेछ। इफ हजुरहरूको कम्प्लिट भयो भने चाहिँ छरी वाल्यो भनेर यहीँनिर देखाउनेछ। हजुरहरूले चाहिँ यसरी आएर F3 भिजावालाको हेल्थ इन्सुरेन्स प्रोसेसलाई चाहिँ यहाँबाट चेक गर्न पनि सक्नुहुन्छ। आशा छ आजको यो भिडियो हजुरहरूको लागि चाहिँ एकदमै उपयोगी भयो होला। केही कुरा बुझ्नु भएन भने चाहिँ ढुक्क भएर कमेन्ट गर्न सक्नुहुन्छ। मेरो फेसबुक पनि छ, टिकटक पनि छ नेपाली छिङ्गु नाममा। हजुरहरूले त्यहाँ पनि आफ्नो जिज्ञासाहरू राख्न सक्नुहुन्छ। सी यू इन द नेक्स्ट वान। त्यतिखेरसम्मको लागि चाहिँ बाइ बाइ।